फाल्गुन्द गाउँपालिका उपमेयर श्री देवित्रा कुमारी आङदेम्बे र फाल्गुन्द गाउँपालिका प्रमुख वीरबहादुर कुरुम्बाङ अनि यसै चिलिङदिन का फाल्गुन्द 4 का वडा अध्यक्ष मनबहादुर चेम्जोङहरू हुनुहुन्छ। यहाँहरू सकारात्मक हुनुहुन्छ। तर मलाई दुःख लाग्छ आफ्नै टिमहरूले सही दिशामा जानुपर्छ, नलडी जानुपर्छ र सही दिशा र लक्ष्य र मोडमा पुग्नुपर्छ भनेर निर्देश गर्दा उल्पट्याङ दोषहरू आइलागेको देख्दाखेरि आँसु झर्दो पनि छ। र आज हाम्रा ध्रुव सरसँग हाम्रो भेट भएको आजको 4 महिना पछाडि विभिन्न एपिसोडमा कार्यक्रमहरू, दस्तावेजहरू, इतिहासहरू तयार गर्ने हामीले लक्ष्य र सोच एउटा अग्रपङ्क्तिमा उभ्याएर लैजाने हाम्रो सोच छ। तर यसमा साथीहरूको पनि हो यो इतिहास, हाम्रो लागि मात्र वास्तव होइन होला। आज हामीले मिटिङमा पनि बार हामीले भनेका हौं, मिटिङमा हाम्रा ज्येष्ठ नागरिक र किराँत धर्मावलम्बी भक्तजनहरूलाई मात्र नभएर फाल्गुन्द गाउँपालिका वासीहरूलाई मात्र नभएर सिङ्गो वायु विरुद्ध यो विश्वभर मुलुकमा रहेन वायु विरुद्धहरूको लागि पनि उहाँहरूलाई पनि सम्मान गर्दै आशीर्वाद माग्ने र सम्मान पत्र प्रदान गर्ने, उहाँहरूबाट आशीर्वाद लिने यो कार्यक्रम पनि गर्नुपर्छ हो साथी हो भनेर मैले पनि मिटिङमा यो कुरा पटक उठाएँ। तर विस्तार भन्दै समयले नेटो काटिसक्यो। तर कहिले विस्तार, त्यो समय आज दुःख कष्ट गरेर रात साँझ हाम्रा म त्यस संस्थाका सञ्चालक डिबी नेम्बाङ अनि लेखा प्रमुख श्री ध्रुव फागो सर अनि उपाध्यक्ष श्री हरकमल नेम्बाङले हुबहु महाकष्ट गरेर त्यहाँ ड्युटी गरिएको छ। त्यहाँको भौतिक विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाएर लैजान सकिन्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेका छौँ। र आज मेरो 1994 साल श्रावण महिनाको 20 गते जन्मेकी नोराङमा लौती नेम्बाङ आमालाई सम्मान आज प्राप्त भएको छ। यो आमालाई सम्मान हुनु नै यो संसारलाई सम्मान दिनु हो। आज यहाँबाट सुरु गरिएको छ। यो कसैलाई ज्येष्ठ नागरिकहरूलाई वयोवृद्धहरूलाई सम्मान गर्ने भनेर चाहिँ गाउँपालिका अध्यक्षज्यू र उपाध्यक्षज्यू अनि त्यहाँ जति पनि किराँतीमा तिजोङ नामसामी केसामी हाङसाम माङहिमको त्यो भौतिक पूर्वाधार त्यो परिसरमा आर्थिक सहयोग दिनुहुने र शारीरिक योगदान दिनुहुने र आर्थिक योगदान दिनुहुने सम्पूर्ण मित्र धर्मावलम्बी भक्तजनहरूलाई सम्मान गर्ने यो भनेर चाहिँ उहाँहरू समक्ष यो कुरा पुर्याएका छौँ। र उहाँहरूबाट हामीलाई सहयोग पनि प्राप्त भएको छ। र आज नोनाहाङमा लौती नेम्बाङ ज्यूलाई हामी सम्मान गर्न सफल भएका छौँ। यो हामी सबैको सम्मान हो, सिङ्गो फाल्गुन्द गाउँपालिकाको सम्मान हो। हामी यसरी नै आउँदा दिनहरूमा सम्मान गर्दै जाने प्रेरणा तागेरानी आफूमाङले हामीलाई दियोस्। र हामीले काम गर्दै जाँदाखेरि भुल त्रुटि कमी कमजोरी हजारौं हुन सक्छ। तर सही दिशामा, सही मार्गमा, सही मार्गदर्शनमा जाने एउटा गल्ती हुन सक्छ। हामी चाहिँ सही मार्ग दिशामा, सही मार्ग निर्देश परम पूजनीय गुरुदेव र मुइगुम अंशी मामङ ज्यूहरूको एउटा नीति निर्देशमा रहेर हामी चाहिँ अग्रगतिले चलेर जाने एउटा एपिसोड बनाएर हामी चाहिँ गल्ती गरिरहेका छौँ। तर वास्तविक सही मोडमा जाने र सही लक्ष्य र सोचमा अरूलाई पनि पुर्याउने सोचले हामी गल्ती गरिरहेका छौँ। तर आजको टिमहरूले, आज शपथ ग्रहणभन्दा बाहिर रहेका टिमहरूले विविध किसिमको आक्षेपहरू ल्यायो भने पनि त्यो पनि हुनु त हाम्रो लागि ठुलो गल्ती हो, गलत हो। एक किसिमको त्यो गलत हो र गल्ती हो। तर हामीले काम गरिरहेका छौँ, यो पनि एक किसिमको गल्ती हो। तर हामी क्षमा माग्न चाहन्छौँ। उनी तागेरानी आफू माग्छक परम पूजनीय मुइगुम अंशीमाङ फाल्गुन्द र मुइगुम अंशीमा लिङ्देन आत्मद सिंह अंशीमा माङ साम्बा पुत्र हाङमा लिङ्देन किसिङगे पामाङ थामिन्दिङ मामाङ इसा खाम्बेङ माङ तरक ताङसाङमा किजङ सरिब माङ मिथुङ बिराको छ भत उहाँ माङहरुसँग हामी माफी माग्न चाहन्छौँ। र हामी आज अज्ञातसँग पनि हामी माफी माग्न चाहन्छौँ। तर किराँतीमा तिजङ नाम सामी केसामी हाङसाम
माङहिम भित्र रहेको समस्या समाधान होस् भनेर हामी कम्मर कसेर गल्ती गर्ने दिशामा गइरहेका छौँ। तर अवश्य पनि यो गल्तीले एक दिन यो क्षेत्रलाई सुदृढीकरण गर्दै जाने एउटा मार्गदर्शन खोलिनेछ। त्यो दर्शन अवश्य पनि खुल्ला रहनेछ। तर वास्तविक त्यो पाप हो कि धर्म हो भन्ने विषयमा यकिन त्यो विश्लेषकहरूले के अब सोच्नु भएको छ। हुन त गल्ती हुन सक्छ र गल्ती नहोस् र गल्ती त अब राम्रो कुरामा पनि गल्ती हुँदो रहेछ, नराम्रो कुरामा पनि गल्ती हुँदो रहेछ। त्यसैले गर्दाखेरि आज यो महागुरु फाल्गुनन्द नेपालको 16औं राष्ट्र विभूति र यसपालि 136औं महागुरु फाल्गुनको जन्म जयन्तीको पावन अवसरमा हामीले सम्मान गर्दै जाने भनेर चाहिँ हामीले गरेका छौँ। र ज्ञात अज्ञात टिमहरूमा र जति पनि अब गहिरो 2017 साल भदौको 15 गते हामीले शपथ ग्रहणको व्यवस्था गरेका थियौँ। यसमा 15 जनाले शपथ लिएको छ र म चाहिँ भन्नै पर्दाखेरि 15 जना चाहिँ भित्रको टिम सम्झिनु चाहन्छु। जति भने पनि त्यो माङहुप्चा नढली नलडी अलमल नभई जाने एउटा प्रेरणा एउटा दर्शन हो। त्यो दर्शनले मात्रै हामीलाई रक्षा गर्छ। तर कुनै पनि संस्था चलाउनु भन्दा अगाडि मैले कुरा राखेको हुँ धर्मगुरुज्यूबाट मैले ल्याएर, र मैले हालसम्म म पाँचथर जिल्ला प्रशासन कार्यालयमा गएर अब 2075 सालमा संस्था दर्ता गरियो कार्तिक 27 गते। किराँत युमाथि जङ्गनानाम सामी केसामी हाङसाम माङहिमको जन्म कार्तिक 27 गते जन्म भएको छ। त्यसपछि सयौं कामहरू व्यवहारहरू किराँतीमाथि जङ्गनानाम सामी केसामी हाङसाम माङहिम र सिङ्गो फाल्गुन्द गाउँपालिकामा रहनुहुने किराँत धर्मावलम्बी भक्तजन जीवहरूको मात्र नभएर सिङ्गो यहाँको जनमानस, यहाँको बुद्धिजीवी, यहाँको कर्मचारी, यहाँको शिक्षाप्रेमी, यहाँको राजनीतिज्ञ, यहाँको सञ्चारकर्मीदेखि लिएर सबैलाई साथ र सहयोग मिलोस् र किराँत धर्मदर्शनले सही मार्ग निर्देश दिँदै अरू धर्महरूको दाँजोमा किराँत धर्मदर्शन पुग्न सकोस् भन्ने एउटा धारणाका साथ हामीले अहिले कर्तव्य निभाइराखेका छौँ। तर यो कर्तव्य निभाउने क्रममा पनि यदि कमी कमजोरी भुल त्रुटि हुनु गएमा म पनि क्षमा माग्न चाहन्छु। किनभने मानिस भएपछि यो पृथ्वीलाई टेकिन्छ, जन्मिसकेपछि पृथ्वीलाई टेक्नु पनि ठुलो गल्ती हो। त्यसैले गर्दाखेरि कुनै चिज लिनु पनि गल्ती हुन्छ। तर मानिसमा सही कुरा र सही निर्देशन, सत्य कुरा र असत्य कुरा के हो यो छुट्याउनु जरुरी छ। तर मान्छेहरू एउटा हुबहु एउटा भेडाहुलको रूपमा लागिरहेको हुन सक्छ। तर त्यो सत्य के हो, असत्य के हो, पाप र धर्म के हो। हुन त मानिसमा ठुलो अहिले सङ्कट घडी छ। अहिलेको यो 19 कोभिड कोरोना भाइरस जस्तो संक्रामक रोगहरू चलिरहेको छ। यो समयले पनि मानिसलाई सही मोडमा जान दिइरहेको छैन। सही मोडमा जाँदा जाँदै पनि ठोकिने समय आएको छ। यो 2075 साल चैत्र 22 गते महागुरु फाल्गुनको स्मृति दिवसको पावन अवसरमा प्रदेश सरकार, केन्द्रीय सरकार र स्थानीय तहका सरकारहरू र परमपूज्य किराँत धर्मगुरु मैगो मङ्सिमा लिङ्देन आत्मन्द सिंह मङ्सिमा मङ्साम्बा पित्राङमा लिङ्देन जीवहरूलाई देव सवार गराई महागुरु फाल्गुन्दको प्रथम शालिक पुधामलुङको शालिक अनावरण गर्ने भनेर हामीले कम्बर कसिसकेका थियौँ। तर त्यो अहिले हालसम्म हुन सकिरहेको छैन। तर म तत्काल पनि गुरुदेव परमपूजनीय